सो व्हाट्स अप एन्ड वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी अलरेडी दक्षिण काली पुगिसक्यौँ। हामी दक्षिण काली आएको थियौँ क्या। अनि हाम्रो मामु घर मेरो नि मामा घर, मम्मीको नि मम्मीको त होइन, मम्मीको मम्मी आमा मेरो हजुरआमाको मामा घरहरू डुल्दै बसिरहेको थियौँ। अनि त्यही हो अब। अनि जो मामु घरहरूको अरू मामाहरूमा बनाउन पाएन, त्यही भएर सरी, एकदम सरी भन्न चाहन्छु। अनि त्यही हो अब हामी यहाँ आइपुग्यौँ। अनि यहाँ हेर्नु त गाइजहरू, अम्बा नै अम्बा छ यहाँ हेर्नु त। अम्बा नै अम्बा, भुइँतिर नि कुहिएर खसेको छ, धेरै पाकेर खसेको रहेछ गाइजहरू। अनि यहाँ हेर्न सक्नुहुन्छ, दामी फलेछ त गाइस, दामी फलेछ अब होइन। अनि यता नि मेवा फलेको रहेछ यतै, ठ्याक्कै यहाँ लाइट आयो गाइसहरू, यो हो मेवा, ठ्याक्कै मेवा फलेछ। अनि अरू खास त केही छैन फलबाट, अम्बा मेवा मात्रै रहेछ यता। अर्को मामा घरमा त आयो हामीले यत्रो एक दुई झोलाभरि, पहिला चाहिँ 2 झोला थियो, अहिले चाहिँ एउटा झोलामा हालेर थोरै भएको छ। अनि ठुलो झोलामा हालेर थोरै भएको छ। ठुलो झोलाभरि लप्सी अनि लप्सी अनि त्यसपछि अमला, त्यसपछि अम्बा हामीले धेरै बोकेनौँ, किनकि उता हाम्रो मामा घर त्यतै नजिकै मामा घरमै छ नि त। अब धेरै एउटा बोटै छ, त्यता नखाएर के भएको छ, त्यो भएर धेरै बोकेनौँ। अनि टिका पनि लगाएछौँ गाइजहरू। अब दक्षिणा पनि भुइँमा छ, अब गर्नु भने अहिले गर्नु मिल्दैन, भरे घर पुगेर गर्नुलाई है त ल। अनि अब म भित्र जान्छु। छोरा दुध खाऊ, यहाँको दुध अर्ग्यानिक बाबु खाने हो, नखाने, खाऊ न अलिकति, खान मन छैन, देखाएर आएको। अब यता पनि देखाउ न। मम्मीको मामा घरमा आएर सबै सिधाएर गयो होइन त तपाईँको नातिले। अनि अब यो चाहिँ कसलाई देखाउने त, यो भिडियो चाहिँ कसलाई देखाउनु नि, युट्युबमा हाल्नु सबैलाई उता दिदीलाई नि देखाउ न। माइजू माइजू मेरो मेरो भाइको बुढी भएपछि के हुन्छ? मेरो माइजू हो। दुईजना यता, आमा चाहिँ दुध हो कि चिया? दुध खाँदै हुनुहुन्छ। लोकल गाईको दुध रे। अब अनि उता ऊ गाग्री दुईटा गाग्री छ। यही जन्मे हो बाबु चाहिँ, अब उतै जन्मे हो। बाहिर भेटौँला। घरको किचन यस्तो हुन्छ है, गाउँ घरको किचन चाहिँ यस्तो हुन्छ। ल्याएको उहाँबाट अनि यही हो अब भइसक्यो। बाबुसँग इङ्ग्लिस बोल्छ, हामीसँग नेपाली बोल्छ कि। त्यही हो गाइजहरू। अब हामी बाटोमा भेटौँला, बाई।